यस ऐतिहासिक दोस्रो विशेष महाधिवेशन का अध्यक्षज्यू आदरणीय महामंत्री गगन कुमार थापाज्यू, आदरणीय महामंत्री विश्व प्रकाश शर्माज्यू, केंद्रीय समिति का पदाधिकारी एवं केंद्रीय सदस्यज्यूहरू र उपस्थित संपूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा म लमजुङको महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय सदस्य हैसियतमा सम्पूर्णमा न्यानो अभिवादन। जय नेपाल। यो ऐतिहासिक घडीमा मुलुकको अन्यलता अनिश्चितताको भुमरीमा फसेको यो देशलाई निकास दिनका लागि यो देशका नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेकलाई बन्धकमा नराखिकन सही र गलत छुट्याउन सक्ने महाधिवेशन प्रतिनिधिहरूले जुन आफ्नो हैसियतलाई नेपाली कांग्रेसको विधानका विशेष महाधिवेशनको माग गर्नुभयो, त्यसलाई नेपाली कांग्रेसको विधान अनुसार त्यसलाई ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा रूपान्तरण गर्न सक्ने आदरणीय महामन्त्रीज्यूलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू, यो देशको अन्यलता अनिश्चिततालाई यो विषम परिस्थितिमा नेपाली कांग्रेसले सही निर्देशन गर्न सक्छ। नेपाली कांग्रेसको विचारमा यो देशले डराएर यो देशलाई निकास दिन सक्ने एउटा ऐतिहासिक पार्टी नेपाली कांग्रेस बन्न सक्छ भन्ने देखाउने जुन नेतृत्व दिनुभएको छ आदरणीय महामन्त्रीज्यूहरूले, यो देशको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको इतिहासमा आदरणीय महामन्त्रीज्यूहरूको भूमिकालाई स्मरण गर्नेछ। म 13औं अधिवेशनमा क्षेत्रीय सभापति थिए। 13औं महाधिवेशनमा आदरणीय महामन्त्री गगन कुमार थापाज्यू महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो। म स्मरण गराउन चाहन्छु, उहाँले मसँग मत माग्दै गर्दा मैले उहाँसँग भनेको थिएँ कि बिपी कोइरालाको निधन भए पछाडि जन्मिएको म वृषराज गुरुङ, आज बिपी कोइरालाको सुपुत्र महामन्त्री गर्दै गर्दा म उहाँलाई मत दिन्छु, तपाईलाई मत दिनु भनेर उहाँसँग भनेको एउटा महाधिवेशन प्रतिनिधि हो। र आज यो देश अप्ठ्यारो परेको बेला, यो देशले एउटा अन्यलता अनिश्चितताको भुमरीमा फसेको बेलामा यो देशले निकास दिनका लागि जुन साहसिक रूपमा निर्भरतापूर्वक कांग्रेसका कार्यकर्ताको माझमा गएर आफ्नो विवेकलाई बन्धकमा नराखिकन ती भूल मान्छेहरूको साथमा रहेर नेपाली कांग्रेसको माध्यमबाट यो देश परिवर्तन गर्न सकिन्छ। नेपाली कांग्रेसको नेतृत्वमा जनताको हितमा, नागरिकको हितमा नेपाली कांग्रेसलाई प्रगतिशील बाटोमा डोराउन सकिन्छ भन्ने जुन हिम्मत महामन्त्रीज्यूले गर्नुभयो, त्यसैले तपाईहरुको साथमा उभिएका छौं हामीहरू। त्यसैले तपाईहरुको साथको सारथी बनेर सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू हामी अगाडि बढेका छौं। हिजो छलफलको क्रममा गण्डकी प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिहरूको समन्वय गर्ने रिपोर्ट गर्ने अवसर मलाई दिनुभएको थियो। त्यस क्रममा महामन्त्रीज्यूले पेश गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावको सामान्य छलफल, सामान्य संशोधन सहित सर्वसम्मतिले पास गर्ने साथीहरूले जुन छलफल गर्नुभयो त्यसको प्रतिवेदन यो सचिवालयमा पेश गरिसकिएको छ। आदरणीय महाधिवेशन प्रतिनिधिहरू, आफ्नो विवेकलाई बन्धकमा नराखिकन यो देशको अप्ठ्यारो परिस्थितिमा नेपाली कांग्रेसलाई निकास दिनका लागि, यो देशलाई निकास दिनका लागि साहसिकपूर्ण ढंगबाट उपस्थित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू आज एउटा नयाँ इतिहास बन्दैछ कि नयाँ पुस्ता र पुरानो पुस्ताले आशा र भरोसा गर्न सक्ने नेपाली कांग्रेसले एउटा विश्वासको जागरण सिर्जना गर्नका लागि गण्डकी प्रदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्वको दारासहित मागसहित प्रस्तुत गरेको विशेष महाधिवेशनको उद्देश्यको सफलताको बाटोमा अग्रसर हुनका लागि म्यान्डेट दिएको छ। आदरणीय महामन्त्रीज्यूहरू, मैले पार्टी बचाउनुहोस्, देश बचाउनुहोस् भनेर नेताहरूलाई बारम्बार मेसेज गरेको, फोन गरेको एउटा कार्यकर्ताको हैसियतले यो देशको गरिबी र अभावमा रहेका, विभिन्न विभेदमा रहेका ती समुदायलाई माथि उठाउनका लागि, यो देशलाई एक भित्त बनाएर एकताबद्ध बाटोमा लानका लागि नेपाली कांग्रेसको नेतृत्व यो विशेष महाधिवेशनबाट आउन आवश्यक छ। नेपाली कांग्रेसको नीति र परिवर्तन सहित नेपाली कांग्रेसले सही बाटो लिन आवश्यक छ। आज अन्तमा संपूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग हार्दिक अपील गर्न चाहन्छु।
कि गण्डकी प्रदेशमा जुन छलफल भयो महामन्त्रीज्यूहरूको समसामयिक राजनीतिक जुन प्रस्ताव छ त्यस उप गहन अध्ययन र छलफलबाट सर्वसम्मतिले पास गर्दै सुझाव पेश भएको छ। आदरणीय सम्पूर्ण महामन्त्रीज्यूहरूसँग यो दोस्रो विशेष महाधिवेशनको सफलताको शुभकामना गर्दै सहित आगामी निर्वाचन नेपाली कांग्रेसले विजय हासिल गर्न सक्ने बाटोमा अग्रसर हुने एउटा सुदृढ अवसर बन्ने यो विशेष दोस्रो महाधिवेशनको सफलताको शुभकामना सहित विधान। धन्यवाद।